सो वेलकम टु माई अनदर ब्लग साथीहरू। आजको ब्लगको टपिक चाहिँ थारू समुदाय अनुसारको बिहे चाहिँ कसरी गरिन्छ र थारू समुदायको बिहे चाहिँ अरू समुदायसँग मिल्छ कि मिल्दैन भन्ने रहेको छ। साथीहरू यो ब्लग चाहिँ मैले पहिले सुरुमै अपलोड गर्नुपर्ने थियो, तर बिहेको व्यस्तताको कारणले चाहिँ मैले यो ब्लग अपलोड गर्न ढिलो गरेर त्यसको लागि चाहिँ म क्षमा माग्न चाहन्छु। र साथीहरू थारू समुदाय अनुसार बिहे कसरी गरिन्छ भन्ने सम्पूर्ण जानकारीलाई चाहिँ मैले यही ब्लगमा देखाउने छु। सो जान्न चाहनुहुन्छ भने यो ब्लगलाई फुल वाच गरेर जान्न सक्नुहुन्छ। ल साथीहरू, आजको भिडियो मैले यहीँबाट सुरु गरेँ र पहिले सुरुमा म भन्न चाहन्छु कि आजको यो बिहे चाहिँ जन्ती जाने नभए तापनि जन्ती जान्ने प्रक्रिया सम्पूर्ण अपनाउनु पर्छ। र थारू समुदायमा के छ भनेपछि बेहुलीलाई चाहिँ अर्को घरमा राखेर बेहुलाले चाहिँ आफ्नो घरमा गरिने सम्पूर्ण कामहरू गरेर बेहुलीलाई लिन जानुपर्छ, जो चाहिँ जन्ती गए अनुसार नै हुन्छ। र जन्तीमा पनि अब जसरी जन्ती गइन्छ त्यसरी नै यहाँ पनि आफ्नो रिलेटिभ्स भयो, आफन्त सबैहरू मिलेर खुसी भएर चाहिँ जान्छन्। त्यसपछि उताबाट चाहिँ माइजूलाई लिएर आउनुहुन्छ र माइजूलाई लिएर आइसकेपछि पनि यहाँ थारू समुदाय अनुसार चाहिँ घर भित्राउनुभन्दा अगाडि पनि धेरै कामहरू गर्नुपर्छ। र बिहे भनेको चाहिँ एकजनाको मात्र प्रोग्राम होइन, यसमा चाहिँ हामी सम्पूर्ण फ्यामिली र समुदायहरूको खुसीको दिन पनि हो। सबैजनाले चाहिँ यसमा खुसी हुन्छन्, सबैजना आउनुहुन्छ। धेरै टाढा टाढा आएपछि आफ्नो आफन्तहरू पनि भेटघाट हुन्छ र बिहेमा पनि उस्तै पनि खुसी हुन्छ र आफन्तहरू भेटिँदा त झन्नै खुसी भइन्छ र धेरै दिनपछि भेट हुँदा अझै राम्रो हुन्छ। यो सबै मोमेन्टहरूले बिहे झनै राम्रो बनाउँछ। थारू समुदायमा पनि फ्यामिलीको रोल एकदमै ठुलो हुन्छ। र साथीहरू, बिहे भनेको सम्पूर्णलाई जोड्ने एउटा प्रोग्राम पनि हो र बिहेमा चाहिँ सबैहरू मिलेर काम पनि गर्छन्। र साथीहरू नबोल्ने पनि बिहेमा आएर बोल्नुहुन्छ, त्यो चाहिँ एकदमै राम्रो कुरा हो। हामीहरूले यो कुरालाई चाहिँ अरू समुदायमा पनि देख्न सक्छौँ। अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ बिहेको मेन रिचुअलहरू हुँदैछ। र साथीहरू, यो रिचुअल चाहिँ थारू समुदाय अनुसारको ट्रेडिसन अनुसारको नै गरिन्छ। साथीहरू, के कस्तो मिल्छ तपाईँहरूसँग कमेन्ट गर्नुहोला। र साथीहरू, बिहेको बेलामा चाहिँ दुल्हा र दुलहीको उपस्थिति, फ्यामिलीको आशीर्वाद, रिचुअलहरूको एकदमै इम्पोर्टेन्ट हुन्छ। र साथीहरू, केही कुराहरू अरू समुदायहरूसँग मिल्न सक्छ, तर केही कुराहरू आफ्नो युनिक नै हुन्छ, किनभने थारू समुदाय अलि फरक किसिमकै छ। र साथीहरू, यो युनिक कुराहरू चाहिँ थारू समुदायको स्पेसल आइडेन्टिटी पनि हो। साथीहरू, अहिले बिहेको इन्भाइरोमेन्ट एकदमै रमाइलो बनेको देखिरहेको छ। सबैजना खुसी देखिनुहुन्छ। बिहे भनेको दुईजनाको मात्रै सम्बन्ध होइन, यो दुईवटा फ्यामिलीहरूको पनि सम्बन्ध हो। र साथसाथै यो मोमेन्टहरू लाइफको पनि एकदमै इम्पोर्टेन्ट मोमेन्ट हो, जसमा चाहिँ दुई परिवार गाँसिनुको साथसाथै दुई जोडाले नयाँ जीवन सुरु गर्नु पनि हो। र साथीहरू, थारू समुदायमा चाहिँ बेहुली भित्राउँदाखेरि बेहुलाको पट्टिको रिलेटिभ्सहरूले चाहिँ केही डिमान्ड राखेर ढोकालाई छेक्छन् र ढोका छेकिसकेपछि भित्र पनि उनीहरूले बेहुलाले चाहिँ पुरा गर्नुपर्छ। साथीहरू, थारू समुदायको बिहेमा कल्चर, रेस्पेक्ट र युनिटीको राम्रो इक्जाम्पल देख्न सकिन्छ। त्यसपछि साथीहरू, म पनि आफै थारू समुदायको भएकोले यो बिहेको हरेक प्रक्रिया मेरो लागि एकदमै बढीभन्दा बढी नजिक र विश्वास महसुस हुन्छ। अनि साथीहरू, हाम्रो थारू संस्कृति बिहेको केवल प्रोग्राम मात्र होइन, यो हाम्रो परम्परा, हाम्रो पहिचान र हाम्रो संस्कृति पनि हो। र यसले हाम्रो संस्कृतिको झलक पनि देखाउँछ। हरेक रीतिरिवाजले हाम्रो पुरानो पुस्ताको सम्झना गराउँछ र हाम्रो संस्कृतिलाई अगाडि बढाउन मद्दत गर्छ। साथीहरू, आजको ब्लग मार्फत मैले हाम्रो थारू समुदायको वास्तविक बिहेको प्रक्रिया तपाईँहरूलाई देखाउन प्रयास गरेको छु। आफ्नो संस्कृतिलाई यसरी भिडियो मार्फत कैद गर्न पाउँदा मलाई धेरै नै खुसी लागेको छ। साथीहरू, अबको समय परिवर्तन हुँदैछ, आधुनिकता बढ्दैछ, तर यस्ता परम्परा र संस्कृति नै हामीलाई हाम्रो जरासँग जोडेर राख्छ। त्यसैले हामी सबैले आफ्नो परम्परा संस्कृतिलाई जोगाउन
सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी रहेको छ। त्यसपछि साथीहरू आजको यो बिहेमा सबैको खुसी अनुहार देख्दा, परिवार बीचको माया एकता देख्दा साँच्चै मन आनन्दित भएको छ। यस्ता क्षण जीवनमा सधैँ सम्झना लायकको रहन्छ। साथीहरू मेरो लागि यो बिहेको एक्सपिरियन्स एकदमै राम्रो र स्पेसल रह्यो, किनभने मैले थारू समुदायको कल्चर नजिकबाट हेर्ने र बुझ्ने मौका पनि पाएँ। यो बिहेमा मैले धेरै कुराहरू अरू नेपाली समुदायसँग मिल्छ, जस्तै फ्यामिलीको उपस्थिति, रिचुअल्स र सेलिब्रेसनहरू। तर केही कुराहरू आफ्नै युनिक पनि छ जुनले थारू समुदायलाई अझै स्पेसल बनाउँछ। र साथीहरू म आफै पनि थारू समुदाय बिलङ गर्छु। यस्तो टिम वर्क र एकता देख्दा साँच्चै मन खुसी हुन्छ। साथीहरू यही नै हाम्रो थारू समुदायको विशेषता हो, जहाँ सबैजना मिलेर हरेक खुसीको क्षणलाई अझ विशेष बनाउने गर्दछौँ। साथीहरू बिहेको घरको रमाइलो वातावरण। ल साथीहरू अब म ब्लगको अन्तिममा आइसकेको छु र मैले आफूले प्रयास गरेर थारू समुदाय र नेपाली अन्य समुदायमा के कसरी बिहे गरिन्छ र के कुरा मिल्छ भनेर मैले थोरै प्रयास गरेर देखाउन सकेको छु। र साथीहरू यो ब्लगमा चाहिँ केही कुराहरू गल्ती बोलिएकोमा त्यसको लागि म क्षमा माग्न चाहन्छु। र साथीहरू यो थियो थारू समुदायको बिहेको केही इम्पोर्टेन्ट मोमेन्टहरू, जसमा तपाईँहरूलाई यो ब्लग कस्तो लाग्यो कमेन्टमा जरुर भन्नुहोला। यदि तपाईँहरूलाई यस्तो कल्चर रिलेटेड ब्लगहरू हेर्न मन पर्छ भने मेरो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र फलो पनि गर्नुहोस्। धन्यवाद साथीहरू, फेरि भेटौँला अर्को नयाँ ब्लगमा।